हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी चाहिँ कतातिर जाँदैछौँ? ट्रेन आयो। हामी चाहिँ कता जाँदैछौँ भनेपछि आइफिल टावर जाँदैछौँ। ट्रेन आयो अनि भ्लग चाहिँ हामीले के भन्छ क्याकबाट स्टार्ट गरेको छौँ। ट्रेन आएर साउन्ड चाहिँ एकदमै के आयो होला। अब ट्रेनभित्र बसेर भेट्छौँ। मेट्रो 6 मा जाने कि बसमा जाने? केटाकेटीहरू चाहिँ यतातिर छ, सबै क्याप लाउने, सबै भ्लग बनाउने मात्र छ। यता हेर त, हाई भन गाइजहरू। अनि हाम्रो सामान चाहिँ यहाँनिर छ। यो चाहिँ पुरै घरबाट प्याकिङ हो। अनि बाबु सुतेको छ। यता ब्युटिफुल हाम्रो लेडी हुनुहुन्छ। ल हामी चाहिँ अर्को ट्रेनबाट के भन्छ झरेर पनि अब अर्को ट्रेनमा चाहिँ जाने भनेर जाँदैछौँ। अनि केटाकेटी चाहिँ अगाडि पुगिसकेको छ। अनि अहिले चाहिँ हामी बहिनीलाई पनि कुर्दैछौँ। बहिनी आउँदैछ। अनि हाम्रो आजको आउटफिट चाहिँ यस्तो छ। अब चाहिँ बिचबिचमा भिडियो बनाउँदैछु। ल जाउँ। ए धेरै पर पुग्यो त उनीहरू त। मिस यु। झगडा परेको अवस्था। झगडा परेको अवस्था हाम्रो चाहिँ यस्तो छ। मेरो कान्छा झन्डै टिङ टिङ भयो। ल होइन फोन आएको होइन। अहिले चाहिँ हामी स्यालदुपुर इतवाल ट्रेन स्टेसनमा छौँ। अब यहाँबाट चाहिँ हामी मेट्रो 6 लिन्छौँ साथीहरू। कति चिसा हावा चलेको हो यहाँ त। मेरो क्यामेराम्यान चाहिँ खतरा छ हौ। जे भने नि अगाडि हेर है। ल यहाँ हेर न कति राम्रो फुल। हेलो हेलो हेलो। हामी यसमा जाने हो। यो के भन्छ टावर उयो छ त। अब के डर यो पहिला गयो नि, जानु त गयो नि। योभन्दा माथि माथि कतिवटा छ है, 2-3 स्टेप। ल साथीहरू, हामी चाहिँ अहिले आइफिल टावरको एकदमै नजिक आइसकेको छौँ। अनि मैले चाहिँ यो माइक लगाएर बोलेको थिएँ, यहाँ तपाईँहरूलाई भन्दै पनि थिएँ यहाँ यस्तो छ उस्तो छ भनेर। अनि ठ्याक्कै मेरो चाहिँ माइक चाहिँ अफ भइदिएको रहेछ। अनि यो बोलेको चाहिँ साउन्ड आउँदै आएन। त्यही भएर मैले चाहिँ फेरि पछि भोइस यसरी गर्नु पर्यो। ल अब बाटोमा हिँडेको अनि यो भ्यूहरू एकदम इन्जोय गर्नु होला। अनि हामी चाहिँ अब पुग्नु लागेको छौँ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू।
ल हामी चाहिँ फाइनली पुग्यौँ साथीहरू। यहाँबाट आइफिल टावर टक्क देखेको छ। ल तपाईँहरूले पनि देख्नुभयो होला। हामी चाहिँ पुगिसकेको छौँ। अनि यो बाटोमा चाहिँ यो गेमहरू खेल्ने यस्तो ऱ्याबिटहरू राख्ने अनि जस्तो अब यहाँ चाहिँ पैसाहरू दिएर गर्नुपर्छ नि त। अनि यहाँ बाटोमा चाहिँ यसरी गेम खेलाउँछ साथीहरू। यस्तो गेममा चाहिँ प्लिज तपाईँहरू आइफिल टावर आउँदै हुनुहुन्छ भने अनि यस्तो गेममा चाहिँ नपर्नु होला। तपाईँहरूलाई साह्रै उल्लु बनाउने छ। तपाईँहरूलाई पैसा लुट्नेवालामा छ यो चाहिँ। तपाईँहरूलाई मैले यहीँबाट भनिदिएँ। लु हेर्नुहोस्, अब सबैको ड्रिम कन्ट्री एकदमै अब आइफिल टावर भन्ने बित्तिकै सबैलाई वाउ लाग्ने। यो चाहिँ हामीलाई पनि वाउ लाग्छ होइन। सबैजनाको ड्रिम कन्ट्री हुनसक्छ, हाम्रो पनि ड्रिम कन्ट्री नै हो। अनि हामी चाहिँ यहाँ आइसकेको छौँ। अब भने चाहिँ हामी अलिक माथि गएर एकदमै खानापिना खानेछौँ। यहाँबाट चाहिँ मेरो त्यो भोइस पनि सबै त्यो खाना खानिन्जेलसम्म सबै मतलब भोइसहरू भइरहेछ भनेर यसरी बोल्दै बोल्दै हिँडिरहेको थिएँ, सबै म्युट भएछ। अनि अहिले चाहिँ पछि चाहिँ भोइस यसरी रेकर्ड गर्नु पऱ्यो है। मैले आफ्नो झन् क्यामेरा पुरै माइक बनाएर हिँडेको त साथीहरू यस्तो भइदियो। अब केही छैन। ल तपाईँहरू भ्यू पनि इन्जोय गर्दै गर्नु होला। अनि हामी बसेको ठाउँमा भेटौँला। ल साथीहरू अब हामी चाहिँ यहाँनिर फाइनली बस्ने ठाउँमा पनि आइसकेको छौँ। ठ्याक्कै हामी चाहिँ यो आइफिल टावरको ठिक अपोजिट साइडमा बसेको छौँ है। यहाँनिर चाहिँ पार्कहरू छ अनि यहाँ चाहिँ बच्चा बच्ची खेल्ने पनि एकदमै नजिक छ। त्यही भएर हामी चाहिँ यहाँ बस्दैछौँ। हामी चाहिँ जहिले पनि आयो भने यही प्लेसमा बस्छौँ कि एकदमै राम्रो छ यहाँबाट अगाडि हेर्नुलाई पनि खानुलाई पनि। अनि यहाँ चाहिँ केटाकेटीहरू एकदमै रमाइलो एकदमै इन्जोय गरेको छ अनि उनीहरू पनि एकदमै खुसी छ। अनि मेरो चाहिँ हस्बेन्डको एभ्री स्याटरडे चाहिँ छुट्टी हो नि त। एभ्री स्याटरडे चाहिँ अब फ्यामिलीको लागि टाइम भनेर जस छुट्याउनु भएको छ अनि खुसी लाग्छ। अनि हामीले चाहिँ ल्याएको खानामा के छ भने म तपाईँहरूलाई देखाउने छु। ल साथीहरू देखिहाल्नु भयो मेरो हातमा चाहिँ ह्याप्पी स्याटरडे भनेको त के मेरो हस्बेन्डले नखाने अरे ठिकै छ भनेर फेरि मैले झोलामै राखिदिएँ। अनि हाम्रो आज खानामा चाहिँ के रहेको छ भने बफको तरकारी अनि चना आलु पुलाउ सलाद अनि फ्रुटहरू जुसहरू यस्तै हो। अनि बच्चा बच्चीसँग अब हामीलाई आफूले जे मनपर्छ हामीले चाहिँ बेलुका नै रेडी गरेर यसरी लिएर गएको थियौँ। अनि केटाकेटीलाई पनि अब हाम्रो घरबाट लगभग 1 घन्टा जति नै लाग्छ नि त ट्रेनमा अब जानुलाई यताउता गरेर। अनि केटाकेटीलाई नि भोक लागिसकेको थियो, हामीलाई नि भोक लागिसकेको थियो। अनि जाने बित्तिकै खाने कार्यक्रम गऱ्यौँ। त्यसपछि फोटो भिडियो त छँदैछ आफ्नै ठाउँमा होइन। अब यही हो र साथीहरू हामी चाहिँ एकदमै यसरी स्याटरडे चाहिँ एभ्री स्याटरडे चाहिँ यसरी नै इन्जोय गर्छौँ। अनि अब फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु नै एकदमै ठुलो कुरा हो नि त। हतपति पाइँदैन, बाहिरको ठाउँमा गाह्रो हुन्छ। अनि यहाँ पनि मैले माइक झुन्ड्याएर बसेको छु, बोलेको पनि छु, तर सबै म्युट भएछ। किन हो कसरी हो त्यो चाहिँ मलाई थाहा भएन, कुनै आइडिया नै छैन। यहाँ भन्नु त मैले आफैले सबै यो छ भनेर भन्दै भिडियो बनाएको थिएँ, पछि फेरि यसरी भोइस रेकर्ड गर्नु पऱ्यो है साथीहरू, गाह्रो पो छ त। ल साथीहरू हामी चाहिँ एकदम मजाले इन्जोय गर्दैछौँ। अनि मेरो चाहिँ फेरि यहाँनिर अब बाबु उठिदियो, बाबु चाहिँ घरबाट सुतेको थियो। अनि अब बाबु उठेपछि त अफकोर्स लिनु परिहाल्यो खाँदा खाँदै होइन। अनि यस्तै छ। अनि मेरो बाबु चाहिँ अब फेरि उठेर उसको लन्च टाइम भयो नि त, बिहान ब्रेकफास्ट खुवाएर लिएर आएको। अनि उसलाई फेरि यहाँनिर उसलाई पनि मजाले बसेर खुवाएँ, हामीले पनि खाइसक्यौँ। अरू बच्चाहरू सबै फोटो खिच्ने भिडियो बनाउने भनेर गइसक्यो। अब हामी चाहिँ फाइनली यहाँबाट चाहिँ फर्किँदैछौँ, फोटो भिडियो सबै खिचिसकेर भयो। ल साथीहरू हामी चाहिँ अब ल साथीहरू हामी चाहिँ आइफिल टावर घुमेर पनि एकदम इन्जोय गरेर खानासाना खाएर अब चाहिँ हामी फर्किँदैछौँ। अब यहाँ पछि पनि अन्तै जाने प्लानिङ छ, कतातिर हुन्छ हेर्दै गर्नु होला। ल हामी चाहिँ स्यात्लेको मलमा आइपुगेको छौँ साथीहरू।
ल फेरि हामी यता पनि घुम्नेछौँ। यो चाहिँ साथलेको महल मैले भनिसकेँ तपाईँहरूलाई। यहाँ चाहिँ एकदमै ठुलो महल छ नि त। अनि बच्चा बच्चीलाई फेरि यता पनि घुमाइदिउँ भनेर अब टाइम हामीसँग अझै छ नि त। अहिले त अब समर सुरु भइसक्यो, रातिको 9-10 बजीसम्म उज्यालो नै हुन्छ। त्यही भएर यतातिर पनि घुमाउनु ल्यायौँ। ल राम्रोसँग इन्जोय गर्नुहोला। ल साथीहरू, हामी चाहिँ दिनभरि घुमेर पनि अहिले चाहिँ हाम्रो घरको छेउमा घरको पार्कमा आएर चाहिँ भिडियो एन्ड गर्दैछु। सबैजनाले धेरै माया दिनुहोला। अनि हामी चाहिँ दिनभरि घुमेर एकदम थकित पनि भएको छौँ। त्यही भएर यो भिडियो चाहिँ यहीँसम्मको लागि हो। ल बाई बाई, थ्याङ्क्स फर वाचिङ।